अहिले प्रत्यक्ष प्रसारण हुन्छ है दुवैजना नासिकन भन्नु होला। अहिले चाहिँ हाम्रो सिमाना मिच्यो भन्ने भारतले चाहिँ कुरा आएको छ, के हो तपाईँहरू दुईजनामा आफ्नो तर्क बताइदिनुहोस् न त। भारतको सीमा मिचेको विषयमा बोल्नु पर्दाखेरि खास हामीले जानेको बुझेको हाम्रो जुजुबाबुदेखिको बुझेको कुराहरू हामीले बुझ्दै जाँदाखेरिको कुराहरू हामीले अवलोकन गर्दाखेरि हजुर चाहिँ अब के भएको रहेछ भन्दाखेरि पहिला अब राज संस्था थियो। राज संस्थाले राजाले यत्रो देश हाम्रो पृथ्वीनारायण शाहले यत्रो भूमिहरू हाम्रो नेपालको एउटा भूमि है यो भनेर पृथ्वीनारायण शाहले चाहिँ एकीकरण गरेर चाहिँ यहाँनिर गरेको सुम्पेको देश हाम्रो नेपाल हो। तर अहिले आएर यो कति साल हो ६३ सालमा चाहिँ आएको नयाँ पिएम भनेको प्राइम मिनिस्टर बालेन शाह हुनुहुन्छ। उहाँले चाहिँ अब हिजो कि कहिले बोल्नु भएको थियो सांसद भवनमा अब बोल्नु भएको कुराहरू त्यो अब नेपालले पनि इन्डियाको भूमि मिचेको रहेछ र इन्डियाले पनि हाम्रो भूमि मिचेको रहेछ भन्नुको विकल्प चाहिँ हामीलाई एकदम घोर भर्सना हामी गर्दछौँ। उहाँले भन्नुभएको अभिव्यक्ति उहाँले एकदम स्पष्ट रूपमा सांसद भवनमा आएर माफी माग्नुहुन्छ। उहाँले त्रुटि गर्नुभएको त त्यो होइन नै, कदापि पनि हुँदैन। उहाँले त्रुटि गरेर बोल्नु भएको होइन। त्रुटि भनेको एउटा कुरा हुन्छ कि एउटा मात्रै शब्द हुन्छ। बारम्बार त्यही कुरा यति लामो 2-3 लाइन उहाँले त्यस्तो त्रुटि गर्न सक्नुहुन्न होला जस्तो हामीलाई लाग्छ। र अर्को कुरा उहाँले यो विषयमा आएर उहाँ कुन तालमा आउनुभयो, के तालमा आउनुभयो, कस्तो अवस्थामा आउनुभयो भन्ने कुरो हाम्रो एउटा जिज्ञासा पनि हो। र उहाँले आएर सांसद भवनमा चाहिँ उहाँले चाहिँ त्यसको अब माफी माग्नुहुन्छ जनतासँग, अथवा राजीनामा दिनुहुन्छ, अथवा माफी माग्नुपर्छ, अथवा त्यसलाई डिलिटिङ गर्नुपर्छ भन्ने कुरा सांसद भवनबाट उहाँ माग भइरहेछ। र हाम्रो आपत्ति पनि त्यही हो, हामी आम जनताको पनि आपत्ति त्यही हो भन्न चाहिँ म चाहन्छु। र उहाँले कुन होसमा आउनुभयो, बेहोसमा आउनुभयो, कस्तो तरिकाले आउनुभयो, के तरिकाले आउनुभयो उहाँको कुरा एउटा उहाँलाई थाहा होला। हामीले अब त्यो भन्ने कुरा पनि होइन। र अब उहाँले अब भोलिको दिनमा यसको बारेमा चाहिँ उहाँले जानकारी दिनुहुन्छ होला। सांसद भवनमा आएर चाहिँ उहाँले यसको बारेमा चाहिँ उहाँले बोलेको कुराको चाहिँ उहाँले त्रुटिहरू के भएको हो, कसो भएको हो, उहाँले सम्झाएर चाहिँ के गर्नुहुन्छ, कसो गर्नुहुन्छ भन्ने कुरा चाहिँ हामी माग गर्दछौँ। र उहाँले चाहिँ आएर चाहिँ त्यहाँ चाहिँ हामी आम नेपाली 3 करोड लगभग 2 करोड 90 लाख भन्दा माथि नै हामी नेपाली जनताहरू छौँ। त्यतिको चाहिँ जनताको आवाज यति मात्रै हो कि जनताले बोलेको कुरा, तपाईँसँग माग गरेको कुराहरू यति हो कि तपाईँले सांसद भवनमा बोलेको के हो त्यो कुराहरू। नेपालको भूमि भारतले मिचेको छ भनेको चाहिँ के भन्न खोज्नु भएको, त्यसको एन्सर चाहिँ हामी चाहन्छौँ, हामी खोज्छौँ, हामी खोजि नै रहन्छौँ। जबसम्म तपाईँले एन्सर दिन सक्नुहुन्न तबसम्म हामी आम नेपाली जनता 2 करोड 92 लाख हामी जनता 3 करोड लगभग जनताले हाम्रो तपाईँको प्रश्न यो हो, हामीले गरेको प्रश्न यो हो। हजुर प्रधानमन्त्रीज्यू बालेन शाह। हजुर हस् त, धन्यवाद। तपाईँको मनमा उब्जिएका प्रश्नको उत्तर चाहिँ हाम्रो सम्बन्धित निकायमा चाहिँ राम्रोसँग जाओस् भन्न चाहन्छु। र हाम्रो जाओस् होइन, जानुपर्छ। हजुर जानु नै पर्छ, जानुपर्छ र सुन्नु पनि पर्छ। तपाईँ कति के छ, कसो छ, के छ तपाईँहरूको आफ्नै तरिका। उहाँनिर माइती घर मण्डलामा बसिरहेछन्, दुनियाँ छोरीचेलीहरू, सानो सानो बच्चाहरू बोकेर बसिरहेछन्। उनीहरूको बारेमा तपाईँ बोल्न सक्नुहुन्न। आउन छिरिक्क नसक्ने एउटा छिरिक्क के त्यहाँनिर हामी भएको भए त हामी त खुल्ला गइन्थ्यो होला, बोलिन्थ्यो होला, के हो समस्याको समाधान, कतातिर बाटो खोजिन्थ्यो होला, हजुर खोजिन्थ्यो होला। तर यो प्रधानमन्त्री त यार कस्तो जोकर जस्तो लाग्छ, म त जोकरै हो जस्तो लाग्छ। म त यो बालेन शाह चाहिँ अहिले जन्मेको कहाँबाट कताबाट ट्याप खाँदै कताबाट घुसेर स्वाट्टैसँगले आएको रहेछ। म त माया पनि लाग्छ क्या बिचराले, यार कहाँबाट घुसेर छ्यास्सा भएछ क्या। हस् त। अनि तपाईँले पनि एउटा यो बालेन शाहलाई पनि भन्छु म, श्रम संस्कृतिमा लाग्नुहोस्। श्रम संस्कृति बिना तपाईँ पनि काम गर्नुहुन्छ होला। बालेन शाह को मन्त्री के हो म चिन्दिनँ भने बालेन शाह भनेर चिन्छु, मन्त्रीजी को हो थाहा छैन है, चिन्छु। तर तपाईँ पनि श्रममा गर्नुहोस्, श्रम नगरिकन देश बन्दैन, देश मरेको पनि बन्दैन। सबै हामी पनि श्रम गरिरहेछौँ। यो भाइहरू यहाँ सब हेर्नु गोठाको हालत त्यस्तो छ। हामी श्रम गरिरहेछौँ, हामी मरि हामी अनि ट्याक्स तिर्ने अरे के तिर्ने अरे। यहाँनिर बोलाएको छु, यो इलेक्ट्रोनिक्स पनि भ्याट बढाइदिएको छ, उता भ्याट बढाइदिएको छ, एउटा स्वैच्छिक एउटा काम हुनेको तल बढाइ छ। हामी बेरोजगारलाई चाहिँ के हुन्छ बालेन शाह? हजुर ल यतिमा